छाडा गाईले ल्याउँदा पनि कति पैसा कमाउन सकिँदो रहेछ भन्ने हो। एक ट्र्याक्टर बनायो भने त 7,000 रुपियाँ आउँछ होइन। त्यो 7,000 को गणेला खुवायो भने त मलाई लाग्छ 70,000 को गणेलाको मल बेच्न सकिन्छ है। अहिले फेरि अस्ति सरी यो कृषि सम्बन्धी हाम्रो टिमबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। तपाईँले राम्रोसँग सिकाइदिनु भयो भने यो भाइहरू तयार भएर आफ्नो आफ्नो काममा हामीले हामी यति सरले मिहिनेत गर्नुभएको छ सल्लाह सुझाव सञ्चालनका लागि। यो हाम्रो सरलाई हस्तान्तरण गरिदिनु मैले अनुरोध गर्न चाहन्छु। धेरै धन्यवाद सर। यहाँहरूले गर्नुभएको परिश्रम यो देशमा युवाहरूलाई केही गर्नुपर्छ है भनेर एउटा आह्वान तपाईँहरूले चाहिँ दिइरहनु भएको छ अनि हामी एकदमै आभारी छौँ। हामी पनि चर्चमा हाम्रो जवानहरूलाई चाहिँ करियर काउन्सिलिङ उनीहरूले चाहिँ भविष्यमा केही गरोस् भन्ने धेरै बोकेर केही वर्षदेखि हामीले पनि सुरुवात गरेका छौँ र यिनीहरूलाई त्यत्तिकै यिनीहरूको जीवन चाहिँ खेर नजाओस् भनेर चर्चमै बसालेर र विभिन्न भनौँ शिक्षकहरू विद्वानहरूलाई ल्याएर हामी चाहिँ चर्चमा चाहिँ उनीहरूलाई सिकाउने र प्र्याक्टिकल रूपमा पनि अनि उनीहरूलाई चाहिँ ठाउँ ठाउँमा देखाउने यहाँ यस्तो गरेको छ त्यस्तो गरेको छ। अनि त्यसपालि धेरै हामी आशिषित भयौँ तपाईँहरूले गरेको कार्यलाई देखेर। यो चाहिँ बोलेर होइन गरेर थ्योरी मात्र होइन प्र्याक्टिकल रूपमा गर्नुपर्छ है भन्ने हाम्रो भनौँ 12 कक्षा पढेका विद्यार्थीहरूलाई चाहिँ एकदमै राम्रो सन्देश दिनुभएको छ। अवश्य पनि हाम्रो जवानहरू अब अगाडिका दिनहरूमा केही न केही गर्छन् भन्ने त्यही धेरै नै हामी चाहिँ यो प्रयास गरेको। हस् धन्यवाद। धेरै धन्यवाद। सरले चाहिँ अघि नै कुरा गरिसक्नुभयो। मैले मेरो बुवालाई पनि भनेको थिएँ उहाँ चाहिँ धेरै गरेर सिकाउनु भएको छ। उहाँले एउटा कार्यक्रममा बोल्दै गर्दा फुलको थुङ्गाको एउटा चाहिँ उखान लिएर चाहिँ भन्नुभयो। मैले त्यो अहिलेसम्म बिर्सेको छैन। त्यसैले मैले सरलाई चाहिँ उच्च सम्मान गर्दै लगाइदिनु चाहन्छु। मेरो विद्यालयले हामीले सरलाई अध्ययनको लागि धेरै धन्यवाद। सर हजुर पनि एकछिन यहाँ